राम साथीहरू, हजुरहरूलाई मेरो यो सानोबडा भिडियोमा स्वागत छ। अनि हजुरहरू युट्युबदेखिको हेरिदिनु भएको छ भनेदेखिको च्यानललाई सब्सक्राइब गरिदिनु होला र फेसबुकदेखि हेरिदिनु भएको छ भनेदेखिको मेरो पेजलाई फलो गरिदिनु होला। अनि कहाँदेखि हेरिदिनु भएको छ भनेर कमेन्टमा बताइदिनु होला है साथीहरू। भिडियो मन परेमा सेयर गरिदिनु होला। ल त साथीहरू, आज भिडियोको सुरुवात गरौँ है। देखिको अब सँगै पढेको, सँगै घुमेको, सँगै बसेको एउटै गाउँठाउँको साथीभाइहरू जति पनि मेरो टाढोको पनि जहाँ काम गर्दै उहाँको साथीहरू जति पनि छ मेरो साथीभाइहरू, उनीहरूलाई नमस्ते ठुलोबडा है। अब सानोबडा भन्नु भएको छैन, तपाईँहरू रिसाउनुहुन्छ होला होइन, ठुलोबडा त भन्नु पऱ्यो। अनि के भनेदेखिको अब कसैले कसैलाई टाइम अहिले छैन फोन गर्ने र सबै आफ्नो आफ्नो काममा व्यस्त हुनुभएको होला र आफ्नो ध्यान राख्नु होला होइन। अब केही गर्नु नसके पनि केही मेरो लागि तपाईँहरूले केही गर्नु एउटा लाइक र सब्सक्राइब अनि फलो गरिदिनु होला है। अनि हजुरहरू कहाँदेखिको हेर्नु भइरहेको छ यो मेरो भिडियो कमेन्ट गरेर बताइदिनु होला। अनि खास गरी के भनेदेखि चाहिँ मैले भिडियो बनाएको आज के कारण भनेदेखि चाहिँ अब हल्का साथीभाइहरूको लागि धेरै पनि होइन, 2-3वटा कुरा छ भनिदिइहाल्छु है, अन्त राखेर अपलोड पनि गरिदिइहाल्छु। के भनेदेखिको अब यो जिन्दगीको त कसैलाई केही भरोसा छैन कि कसलाई के हुने, को कहिले जाने हो, कि तपाईँ अगाडि जाने हो कि म अगाडि जाने हो। आज सुते त भोलि कसलाई थाहा छ कि उठ्छु भनेर। पैसा भनेको जिन्दगीमा कमाएरै बस्ने, जिन्दगीभरि कमाउनै पर्छ जति पनि होस्, चाहे अब भविष्यको लागि भनिन्छ, कमाइन्छ, राखिन्छ र त्यो पैसाले गर्दाखेरि हाम्रो मर्ने दिनै थाहा हुँदैन क्या हामीलाई। त्यसले गर्दाखेरि चाहिँ सबै व्यस्त हुनुहुन्छ होला होइन। र आज हो कि भोलि हो यो जिन्दगी कसैलाई केही थाहा हुँदैन। र त्यही यादमा मैले साथीहरूको लागि जो कि अब हामी सानोमा खेलेको, कुदेको, सँगै पढेको जति पनि साथीभाइहरू छ हेर्नु भइरहेको छ भनेदेखि मलाई केही गर्नु नसके पनि, बात गर्नु नसके पनि मेरो भिडियो देख्नुभयो भनेदेखि तपाईँले हेर्दा हेर्दै अचानक भिडियो आए भनेदेखि चाहिँ लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, फलो गरिदिनु होला, कहाँदेखि हेर्नुभएको छ कमेन्ट गरिदिनु होला है। अरू त के छ यार, लानु जिन्दगीमा दिनु लिनु केही पनि छैन, कसैले कसैको लागि केही गर्नु पर्दैन। बस दुईवटा मिठो बोली र माया, त्यति नै त हो। लास्टमा गएर सबैको यादै त हो। म मर्दा पनि त्यही आगोमा जल्ने कि माटोमा पुर्ने हो, हजुरहरू मर्दा पनि आगोमा जलाउने कि माटोमा पुर्नेहरू नै हो। के भन्नुहुन्छ? अब किन भनेदेखि चाहिँ यो भिडियो बनाएको म नयाँ हो, अहिले मलाई त्यति साह्रो एडिटिङहरू आउँदैन हो। यसमा के गर्नुपर्ने कि म जस्तो छ डाइरेक्ट सिधा भिडियो अपलोड गर्ने गर्दछु। तपाईँहरूलाई मन परेमा के भिडियोमा के कमी छ तपाईँहरूले बताइदिनु होला यो भिडियोमा है, कमेन्ट गरेर। एउटा के भनेदेखिको हजुरहरूको सपोर्ट बेगर हजुरहरूले यदि सपोर्ट गरिदिनु भएन भनेदेखिको अगाडि बढ्नु बहुत मुस्किल पर्छ। किनभनेदेखिको हेर्नु जे चिजमा पनि हेर्नुहोस्, अब नेता पनि जनताले सपोर्ट नगरिकन थोरै न अगाडि बढ्न सक्छ। के भन्नुहुन्छ? त्यस्तै त हो हामी पनि। हामीले त भोट मागेको छैन, हजुरहरूसित के माग्दैछ खालि लाइक र एउटा सब्सक्राइब गरिदिनुहोस् र यो फेसबुकदेखि हो भने फलो गरिदिनुहोस्। एउटा हातले मात्रै ताली बजाउँदाखेरि बहुत मुस्किल हुन्छ साथीहरू। त्यसैले गर्दा एउटा हात मेरो अन्त अर्को हात चाहिँ तपाईँले यस्तो गरिदिनु भयो भनेदेखि मजाले ताली बज्छ र तपाईँहरूको सपोर्ट चाहिन्छ। बस यति नै खोज्छु। अनि मेरो जति पनि टाढा बसिदिनु भएको छ बाहिर, जति पनि मलाई चिन्ने साथीभाइ, चिन्ने जति पनि हुनुहुन्छ मलाई चिन्नेहरू, उनीहरू नचिन्ने पनि यदि अचानक मेरो भिडियो आयो भनेदेखिको पुरा हेरिदिनु होला भिडियो होइन। के भनेदेखिको भिडियो यदि हेरिदिनु भयो भनेदेखिको म अगाडि बढ्नु सक्छु। अलिक राम्रो भिडियो र मेरो भिडियो बनाउने इच्छा र मन पनि नै मलाई मजा आउने गर्छ क्या। तपाईँहरूको लाइक कमेन्ट केही पनि आएन भने भिडियो बनाउनु मरेर आउँछ क्या। त्यसले गर्दाखेरि चाहिँ यो भिडियो बनाउनु परेको है। यदि तपाईँहरूलाई मनमा लाग्ने कुनै कुरा गरेछु भनेदेखि माफ गरिदिनु होला, सरी है।
flowing like ल the त हुन्छ त्यति नै ocean भन्नुको लागि breeze. आएको छु नेक्स्ट भिडियोमा चाहिँ अलिक राम्रो बोल्ने टेक्निक लिएर चाहिँ आउने होला छु राम्रो भिडियो बनाउने होला छु होइन यो चाहिँ सुरुवात हो तर आदत छैन त बस कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गरिदिनु होला है ल र अनि च्यानललाई सब्सक्राइब र फेसबुकदेखि हो भनेदेखिको फलो गर्नु नबिर्सिनु होला साथीहरू जति पनि मेरो गाउँको साथीभाइ दाजुभाइहरू हुनुहुन्छ दिदीबहिनी हुनुहुन्छ उनीहरूलाई पनि भन्दैछु होइन मेरो युट्युब च्यानल र फेसबुकमा लिङ्क छ युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला नेक्स्ट भिडियो चाहिँ एकदमै राम्रो लिएर आउँछु यो मेरो वादा है साथीहरू बस आफ्नो ख्याल राख्नु होला र आजको लागि म तपाईँहरूसित बिदा लिनेछु ओके बाई बाई राम राम साथीहरू